के छ भाइ? आराम छ? अहिले सन्चै छ? भाइ तिमीलाई के भयो? तिमीलाई चाहिँ टाउकोमा बोल्दा थियो फर्स्ट दिने, अनि अर्को चाहिँ यताउता इन्जुरी छ, मर्केको छ। त्यहाँ खुट्टामा नि के चोट लाग्यो? खुट्टामा चोट लाग्यो, त्यो चाहिँ पुलिस छ। ए तिम्रो शुभ नाम के हो? नेतपुरका। कति वर्ष भयो? 19 वर्ष भयो। भर्खर हेर्दैछ त। कतिमा पढ्दैछ अहिले? अहिले चाहिँ ब्याचलर पढिरहेको छु, सेकेन्ड सेमेस्टर। घर कहाँ हो तिम्रो? कैलाली हो। ए कुन ठाउँमा कति गते तिमीलाई गोली लाग्यो? फर्स्ट 23 गते नै बानेश्वरमा। हस्पिटल कुन हस्पिटलमा बस्यो? फर्स्ट दिन त त्यो उता सिलमै बसेँ, अनि सिलमा बसेर चाहिँ यता रुम आइसकेको छ। त्यहाँ कर्फ्यू लाग्यो नि त, नि कर्फ्यू लाग्यो गाह्रो भएर चाहिँ यता चाहिँ ओम हस्पिटल गइरहेको छु। अहिले पनि चिगरामा हस्पिटल गइरहनु पर्छ के छ? अहिले चाहिँ पर्दैन यसको लागि, तर यो चाहिँ अब मर्केको थियो, त्यो चाहिँ अब इन्जुरी, त्यो चाहिँ आफै सँगसँगै चाहिँ रेस्ट गरेर हुनुभएको थियो, त्यो चाहिँ अहिले भएको छैन, यसको लागि चाहिँ जानुपर्ने छ। अरू चाहिँ अहिले के पढ्दैछ? आइटी पढिरहेको छु। आइटी पढ्दै हो। यसको कोठाको भाडा के छ अवस्था? तिर्नलाई कस्तो गाह्रो छ? के अवस्था छ? कि जागिर साइड थाहा हुन्छ? छैन अहिले चाहिँ पहिले त्यो अझै काम सकिसकेको छु, पढाइ चाल्छु, टाइम मिल्दैन नि त। कठाउ के गर्थ्यो? अनि पहिले चाहिँ त्यही कल सेन्टरमा गर्थ्यो। कल सेन्टरमा हामी जनजीविरो मिडिया र कर्मधर्म सेवाबाट हजुरलाई सहयोग गर्न आएका हौँ होइन। युवाहरूले जुन आन्दोलन गरे, यो आन्दोलन सफल भइसकेको छ होइन। आन्दोलन चाहिँ अब केही मागहरू पुरा पनि भएको छ र सरकार पनि परिवर्तन भएको छ युवाहरूको जुन आन्दोलन गर्दा। अब त्यसमा हजुरहरूको युवाहरूको के माग थियो? माग भन्नु त? माग भनेको चाहिँ एउटा फर्स्ट भनेको भ्रष्टाचार भन्थ्यो, करप्सन भएको त्यो थियो। अनि एउटा चाहिँ प्रत्यक्ष कार्यकारी निर्वाचन हुनु पऱ्यो, अनि टिकाउ सरकार हुनु पऱ्यो। अनि त्यो सरकारहरू बदलेर आएको थियो नि त, 4-5 वर्षको चाहिँ एउटा टिकाउ खाले सरकार चलेको थियो। अब यो हजुरहरूको सरकार भइसकेपछि युवाहरूले नेपालमै रोजगार पाउने सम्भावना के छ? त्यो चाहिँ अब जुन हामीले सोचेको मान्छे पदमा पुग्यो भने चाहिँ अब आशा छ, हुन्छ जस्तो लाग्छ। रोजगार अब विदेश जानु पर्दैन जस्तो लाग्छ। अब जस्तो संहिताले गर्दाखेरि धेरै खर्च भयो भन्ने पनि छ, यो संहिता नि खारेज गर्ने भन्ने माग थियो कि त्यो युवाहरू? त्यो चाहिँ त्यो चाहिँ थाहा भएन। चाहिँ अब त्यो भ्रष्टाचार हुनु एउटा टिकाउ सरकार भएन भन्दा चाहिँ त्यही माग थियो। त्यो खारेज गर्ने त्यो आइडिया चाहिँ भएन। नेताहरूले धेरै भ्रष्टाचार थाहा पाउनु भयो? त्यो चाहिँ अब थाहा भएन। नेताहरूको घरमा पुरा कोठाभरि पैसा थियो भने पनि थाहा पाउनु भयो होला नि? त्यो थाहा पाउनु भयो। अब हजुरलाई हामी के थोरै आर्थिक सहयोग गर्छौँ होइन। त्यसैको लागि आएको युवाहरूको जोस जाँगरलाई देखेर हामीले पनि हामी जस्तै युवाहरूले पनि केही युवाहरूलाई जो घाइते हुनुभएको छ, सख्त हुनुभएको छ, उहाँहरूलाई हामी थोरै केही सहयोग गरे पनि उहाँहरूलाई केही मद्दत पुग्छ भन्ने उद्देश्यलाई म थोरै 5000 जति हजुरलाई आर्थिक सहयोग गरेको छु है। त्यसपछि हजुरलाई एउटा सानो विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना छ। एउटा सानो टी सर्ट पनि हजुरलाई उपहार स्वरूप गर्छु। विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। र अब हामी लाग्छौँ है, राम्रो स्वस्थ हुनु, स्वस्थ अलिक भइसक्नु भएको छ, अझै राम्रो हुनु, प्रगति गर्नु होइन, र अझै सचेत हुनु। हजुरको आन्दोलन सफल त भयो, अझै यसलाई बुलन्द गर्नुपर्छ नि त। अब त हिंसात्मक तरिकाले चाहिँ गर्नु भएन, सामाजिक तोडफोड गर्नु चाहिँ हो, तर आगो लाउनु चाहिँ खास उद्देश्य हुँदैन, त्यसले क्षति हुन्छ। आवेगमा आउँदाखेरि सानो तोडफोड गर्नु चाहिँ ठिकै हुन्छ होइन। आगो लाउने चाहिँ काम चाहिँ अब हजुरहरूको युवाहरूले आन्दोलन गर्दाखेरि त्यस्तो आगो लाउने काम चाहिँ नगरिदिनु। त्यो चाहिँ घुसपेट नै भयो अवस्था, त्यो एजेन्सीहरूले गरेको होइन। त्यो चाहिँ त्यो पनि हुनसक्छ। ल ल हस्, धन्यवाद। ल बाई। के भन्नुहुन्छ त तपाईँ? अब के भन्नु र यस्तै हो, युवाहरू यस्तो घाइते भइरहेका छन्। हजुरहरूले पनि उहाँहरूलाई आफूले सक्दो जति सक्नुहुन्छ त्यति आर्थिक सहयोग गर्नुहोस्, उहाँहरूको जीवनमा केही परिवर्तन आओस्। हामीले नगरी कसले गर्छ? हामी जस्तै युवाहरूले वा हजुरहरूले पनि यस्तै गरेर सहयोग गर्नुपर्छ भन्ने भावना अनुरूप हामी सहयोग गर्न आइरहेका छौँ। हजुरहरूले पनि यस्ता घाइते भएका जनयुवाहरूलाई सहयोग गर्नुहोस्, त्यही विनम्र अनुरोध गर्छु। जय शम्भु।